ल आज चाहिँ हामी धापड्याम आएको ल राजु झन्नै लडिसक्यो मैले यहाँ क्यामेरा स्टार्ट गर्दाखेरि आज हामी चाहिँ फ्राइडे राइड धापड्याम आएको धापड्यामबाट चाहिँ तल अलि डाउन हिल छ मूलखर्क हुँदै सुन्दरी जल निस्किन्छ डाउन हिल यो बाटो आएको रमाइलो छ बाटो ठिकको बाटो छ बाइकहरू स्कुटरहरू आउने मान्छेहरू हाइकिङ आउने बाटो हो ठिकैको राम्रै बाटो छ यस्तो रमाइलो हुन्छ ल आउनुहोस् आउनुहोस् सँगै यो खोला बाटोसँगै छेउमा चाहिँ खोला भएको छ यो खोला चाहिँ सुन्दर जलमा गएर मिसिने खोला हो यो ढापबाट आएको पानी यसमा मिसिन्छ भने छेउको अलिअलि सहायक खोल्ची गरेर पनि यो खोला बनेको रहेछ हामी यो बाटो जुन जुलाईतिर आएको थियौँ त्यतिखेर एकदम पानी पर्ने सर्को जस्तो देखेको छ पानी पर्ने त्यो भएर ल बाटो त रमाइलो छ थकै लाग्यो उकालो त साइकल चल्नु पनि सकिँदैन पहिला यो जुन सिन्धुपाल्चोकको 2 नम्बर क्षेत्र भनौँ या यता बाटोको भेगलाई काठमाडौँ आउने सर्टकट बाटो जुन बेला बाटो नहुँदाखेरि यो हिँडेर ओहोरदोहोर गर्ने बाटोहरू पार्टी खतरै टपेर गयो नि त मलाई बाटो चाहिँ स्कुटर थकेला ठाउँ आइपुग्यो हजुर लास्ट टाइम जुन जुलाईतिर हामी त्यो बाटो आउँदाखेरि हजुर ब्रो यहाँ लड्नु भयो क्यामेरा सुतेछ कि अगाडि